हामी कसरी ठोक्या उता हेरेर हिँडेपछि ठोकिँदैन त त्यही ठोक्केस भन्न त उता हेर के रे के हेरे एकछिन ठोक्किँदा त आनन्द आउँदैछ ठोकिँदाखेरि नि शरीरको माथिल्लो भाग जिरिङ्ग तल्लो भाग सिरिङ्ग भयो अनि तिम्रो टुप्पी चाहिँ ठिङ्रिङ्ग भयो होला हैन भएन यहाँ टोपी लगाएको थियो नि त तिम्रो बिहे भयो छैन मेरो पनि भएको छैन त्यसो भए म के गरौँ त हामी गरौँ न के बिहे ओहो हो हो काहीँ नपाएर तिमी जस्तो बुढोसँग मैले बिहे गर्ने यति बुढो भइसक्यो बिहे भएको छैन रे काहीँ नभएको फुडो नभन न फुडो दुख्छ मेरो बुढो धर्म ल बिहे भएको छैन छोरा मात्र यता भएको हो नि मैले पनि तिमीलाई नाटक गरेकी मात्र हुँ मेरो त बिहे भएर 4-4 वटा छोरा भइसके अनि कति जाँगर चल्या अनि जेठो छोराको नाम चाहिँ के गणेश अनि माइलोको गणेश माइलोको पनि गणेश साइलोको नि गणेश साइलोको पनि गणेश अनि कान्छोको पनि गणेश पनि गणेश भनेपछि त एउटा छोरालाई बोलाउँदा चारवटा छटा गुटु टुटु आउँछ होला हैन जुन छोरालाई बोलायो त्यही छोरा टुप्लुक टुप्लुक आइपुग्छन् जुन छोरालाई बोलायो त्यही छोरा टुप्लुक आइपुग्छन् रे अनि कसरी नाम पो एउटै त थर त फरक छ नि मलाई पनि मन लाग्यो नि के मेरै थरको छोरा जन्माउन अनि तिम्रो बुढाहरू कहाँ छन् नि सबै विदेशमा छन् बुढो विदेश धाउने उसले उतै कमाउने स्वास्नी यता रमाउने बोयफ्रेन्ड बनाउने नरिसाउ न यहाँ सुन वनको काफल वनकै लाखुलाई कोही फेर्छन् दिनका दिन तरुनी एउटा पनि छैन आफूलाई आउच के भोके के भो चिल्लायो खै त्यताको चिल्लाइन के मलाई चिल्लायो कहाँ चिल्लायो ओ भैया मेरो हेन्ड ढाडमा कुनाइदेऊ न ओके हैन तिमीले मलाई कनाको कि मुसारेको हो कनाको कि मुसारेको दुवै हो त्यसरी कनाउँछन् उता फड्क यसरी आनन्द भयो मलाई पनि आनन्द भयो के रे मलाई चिराको तिमीलाई कसरी आनन्द भयो जेस भयो अब सुन न तिम्रो यो पछाडिको पाटो मात्र चिलाउँछ अगाडिको पाटो चिलाउनु न पछाडिको पाटो पो हातले भेट्दैन फेरि कनाउ भनेको अगाडि त शिरदेखि पाउसम्म भेटिहाल्छ तिमीलाई भनिरहनु पर्छ ठिकै छ कहिले काहीँ अल्छी लाग्यो भने मलाई भन है के रे ला